बेसमेन्ट जाने बाटोको यो ठ्याक्कै आउने बेला लेफ्ट साइडको रातो घर यो हो अनि यसको कम्पाउन्ड भनेको यो छ। अनि त्यसपछि यहाँनिर स्टोर रुम भयो। स्टोर रुम पनि धेरै ठुलो छ, यहाँनिर धेरै ठुलो नै छ। अनि त्यसपछि यहाँ सुरु हुन्छ फर्स्टमा ग्राउन्ड फ्लोरमा यहाँ टक्क छिटो यो भयो तपाईँको एउटा बेडरुम। साह्रो गयो यहाँनिर। यहाँ पनि तपाईँको बेडरुम प्लस यहाँ दराज पनि छ, यहाँ दराजहरू छ। अनि यो बेडरुम अनि यहाँ पनि छ, यो पनि बेडरुम हो। अनि यहाँ तपाईँको भयो वासरुम ग्राउन्ड फ्लोरको। यो भयो ग्राउन्ड फ्लोरकै किचन, सक्नुहुन्छ सामानहरू राख्नलाई सबै यो छ ऱ्याकहरू। अनि यहाँबाट तपाईँको हुन्छ फर्स्ट फ्लोर यहाँबाट गयो। फर्स्ट फ्लोरमा पनि ग्राउन्ड फ्लोरको जस्तै सेम टु सेम रुमहरू छ स्टार्टिङ। यहाँबाट यहाँ पनि एउटा बेडरुम, एलइडी लाइटहरू छ, राम्रो छ जेस रुमहरू, ठुल्ठुलो छ। यहाँ पनि सेम, यहाँनिर दराज छ, टक्कै रुम घुमायो यो पनि भयो। यहाँ पनि दराज छ एउटा है, दराज चाहिँ जस प्राय दराज र ऱ्याकहरू चाहिँ प्राय रुममा छ। यहाँ भयो फर्स्ट फ्लोरको बाथरुम अनि यो फर्स्ट फ्लोरको किचन हेर्नु सक्नुहुन्छ। यहाँ पनि छ कपबोर्डहरू, त्यो सब राख्ने भयो। अनि पछि तपाईँको हुन्छ माथि टेरेस कौसीमा यहाँबाट गयो। तपाईँको यो भयो टेरेस भ्यू भयो। यहाँबाट छिर्दाखेरि एउटा ठुलो हल अनि यहाँ भित्र किचन छ। किचनको चाहिँ लाइट छैन अरे, पछिको उनीहरूले गरिदिनुहुन्छ है। यो पनि किचन हो टप फ्लोरको। त्यसपछि यहाँनिर अझै एउटा रुम छ, एउटा रुम भयो। यसमा चाहिँ अट्याच बाथरुम छ है, यो चाहिँ टप फ्लोरको अट्याच बाथरुम छ। माथि भनेको तपाईँको यो टेरेस भ्यूहरू भयो।